Ayamakata Jana Lazi TH. Chata Pereira. आज किन यसरी रेडी भयो त हैन किन रेडी भयो त भन्ने कुराहरू जान्न चाहनुहुन्छ भने मेरो युट्युब च्यानलमा सब्सक्राइब गरेर होइन भिडियो चाहिँ यस्तो लाइक गरिदिनु पर्यो सेयर गरिदिनु पर्यो है गाइस म चाहिँ आज कहाँ जान लाग्यो भन्दाखेरि म चाहिँ आफ्नो जन्मघर नभए पनि कलमठलो भन्ने चिज हुन्छ नि भन्ने ठाउँमा मेरो गाउँमा जान लागिरहेको छु यसै कारण किन जान लाग्नु भन्नेहरूलाई इच्छुक हुनुभएको जतिहरू चाहिँ मेरो कमेन्टमा एकदमै सरक्क मेसेज गर्नुहोला मेरो चाहिँ अनुहार चाहिँ ओरिजिनल हुन्छ नि त्यो चाहिँ यो हो अनि हामी चाहिँ यस्तै छौँ होइन ठिकै छ मलाई चाहिँ फेरि कलाएर म जुत्ता लाउँछु है जुत्ता मोजा होइन के छ मोजा जुत्ता मलाई जुत्ता लाएर के गर्ने यार गाडी आएको छैन यार नेपाल भनेको यस्तै हो तर इन दिस सिचुएसन इन दिस जेनेरेसन यो के भन्छ यो कति हो यो 2072 ओ माई गॉड नो 2083 सालमा आइसकेपछि चाहिँ के हुन्छ भन्दाखेरि हाम्रो देशमा भएको प्रधानमन्त्री गृहमन्त्री को त नभनौँ प्रधानमन्त्री र गृहमन्त्री त्यस्तो अब हुन्छ नि त सिरियसै त्यस्तो त्यस्तो अलिकति देख्दाखेरि चाहिँ आफ्नो देश देखेर गौरव फिल भएको छ हिजो म दिनभरि न्युज होइन किनभने अब देशमा त्यस्तो सरकार आइसकेपछि त अनि एउटा नेपाली जनताको त सिट एकदम होइन अनि मलाई एकदम खुसी लाग्यो र मैले न्युजहरू हेरेर यस्तो सल्युट दिनु मन लागेको थिएन यस्तो ट्याक्क मनदेखि होइन जय नेपाल भनौँ सबले जय नेपाल त्यहाँबाट चाहिँ हेर अनि मैले एउटा सुजन गुरुङ गृहमन्त्री भएको चाहिँ मैले भिडियो देखाएको थिएँ उहाँ सरासर जान्थ्यो टक ट्याक्क त्यहाँ अङ्कल अथवा सायद ज्येष्ठ नागरिक हुनुहुन्थ्यो कि त्यही एज होइन त्यही सम्बन्धी उहाँले चिया भएको छ कपमा तर त्यसमा चिया थिएन रक्सी रहेछ बिहानको पखतिर परे जस्तो लाग्यो मलाई अनि सुजन गुरुङ गृहमन्त्री उहाँ सरासर जानुभएको भन्नु होइन रक्सी जार हो के भन्नुभयो समथिङ त्यसले चाहिँ अलिकति मलाई चाहिँ के भन्नु मलाई भन्दाखेरि हाम्रो देशमा चाहिँ के छ भन्दाखेरि जार रक्सी खाने मान्छे 90% 99% नै छ होइन हो खानुपर्छ पिउनुपर्छ कहिलेको टेन्सन हुन्छ ठिक छ तर फ्यामिलीलाई टर्चर हुने गरी रक्सी खाने आफ्नो स्वास्थ्य पनि हानि गर्ने आफ्नो स्वास्थ्यलाई पनि हानि गरेर परिवारलाई दुःख दिएर रक्सी खाएको भनेको चाहिँ त्यो अलिकति चाहिँ जसको अब फ्यामिलीमा त्यस्तो छ उहाँले थाहा नै छ त्यही भएर गृहमन्त्रीज्यूहरूले यसो हाम्रो नेपालको सरकारले पनि यो जार रक्सी सम्बन्धी चाहिँ अलिकति होइन इम्प्रुभ ल्याउनु पऱ्यो भनेर म चाहिँ अलिकति एउटा जनता होइन जनता भएर चाहिँ म चाहिँ एउटा हुन्छ नि होइन अब कसैको बुझाएर चाहिँ रक्सी पारेर भइरहेछ हो पार्नुहोस् तर कम किनभने 1 गिलास बेच्ने ठाउँमा के अरे 1 लिटर बेच्ने ठाउँमा 2 गिलास बेच्नुहोस् 1 गिलास बेच्नुहोस् कसैको घरको मामलाहरू छुट्छ कसैको फ्यामिलीमा अलिकति तनाव कम हुन्छ कसैको स्वास्थ्यलाई होइन अब तपाईँले त्यो काम गरेर मान्छेलाई हानि हुन्छ भने त्यो त पक्कै ठिक होइन मलाई जहाँसम्म लाग्छ किनभने आफूले अलिकति कम रक्सी पार्दाखेरि मान्छेको ज्यानलाई अलिकति हानि कम हुन्छ भने आफूलाई त धर्म हुन्थ्यो होइन म चाहिँ त्यो मेरो भावनाहरू मेरो अभिव्यक्तहरू चाहिँ वर्णन गर्दैछु यति भन्दै आजको के भन्छ विचार र मेरो शब्दहरू चाहिँ टुङ्गेको छैन अहिलेपछि म भिडियो बनाउँछु अहिलेलाई गाडी कुरेको आएको होइन मेरो गाडी त्यो अल्छी लाग्यो बाई स्टे ट्युन्ड गाइज